के हो यो राम्रो आउँदछ लुलुको कस्तो बडा राम्रो आउँछ उहाँले ह्यापी बर्थडे टु यु बुढीले पनि सताउँछ पो त फोन त्यहाँ राख्छ अनि मलाई फेरि फोन गर्न आउँछ के मलाई पनि खुवाइदेऊ न सबैजनालाई दर्शन नमस्ते र तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा के छ सन्चै हुन्छ आरामै हुन्छ होला हामी पनि एकदम सन्चै आरामै छौँ र तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्दैछ कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला मेरो भिडियो के कस्तो लागेछ अनि प्रतिक्रिया पनि दिनु होला तपाईँहरूलाई भिडियो त खासै राम्रो बनाउनु आउँदैन तर पनि बेला बेलामा भिडियो कन्टिन्यू बनाउँदै बच्चाको एक्सिडेन्टले गर्दाखेरि ग्याप धेरै नै भयो 2-3 महिना नै भयो र बोली चाहिँ कति सानो बोली भन्नुहुन्छ होला म प्रायः जस्तो सानै बोलेर भिडियो बनाउने गर्छु कि बोली चाहिँ सानै छ बोली चाहिँ म प्रायः जस्तो सानो नै बोली निस्किन्छ कि मेरो ठुलो प्रायः जस्तो निक्लिँदैन कोही बेला मात्रै निस्किन्छ ठुलो र तपाईँहरूलाई राम्रो नलागे पनि कमेन्ट अवश्य गरिदिनु होला र आज चाहिँ बहिनीको बर्थडे हो है मेरो मम्मी माइली मम्मीको काइली बहिनीको छोरीको बर्थडे आज है त्यहाँनिर भरे गइन्छ ड्युटी गएर आज चाहिँ हाफ टाइम गरेर आज चाहिँ अलिक छिटै ड्युटी जानुपर्यो भनेर मैले चाहिँ खाना सब्जी गर्दैछु यस्तै छ कोठाको हालत हामी चाहिँ कोठामा बसेको नि त त्यही भएर मेरो सोल्टिनीलाई के साथी भएर फेरि के भन्छ म चाहिँ धेरै जस्तो सोल्टिनीलाई जिस्काउँछु क्या सोल्टिनीलाई जिस्काउँछु धेरै जस्तो त्यही भएर अलिक अलिअलि रिसा चडक रिसिँदाको छ नि त त्यही भएर ड्युटीतिर लागिसकेको छ सोल्टिनी के छ सोल्टिनी ड्युटीतिर लागेको औषधि देखिन उनीहरू थियो त के हेरेको भाइले अरे रुको जरा सबर करो के हेरेको भाइले सोल्टिनीको ड्युटी कन्टिन्यू ड्युटी यस्तो छ यहाँ राखेको थियो त अनि यहाँ यो प्लास्टिक चाउचाउको प्लास्टिकमा राखेछ नि त देख्दैन सोल्टिनीले के गर्नु र सोल्टिरा के यत्रो लामो कोसा निस्किन्छ क्या यसको लामो कोसा निस्किन्छ अनि त्यही फुटेर त भुवा निस्केर जाने हो यसको चाहिँ तर सुँगुरको लागि चार लागि एकदम राम्रो छ नि नि कतै हुन्छ लु हाम्रोतिर चाहिँ सुँगुर चारो यसरी किनेर दिइन्छ उज्यालो भइसक्यो बत्तीको बिल पनि तिर्नु छ 1 महिना भइसक्यो बत्तीको लुगा पनि अब सब्जी चट्टै पकाइन्छ है कस्तो पकाउँदो रहेछु त्यसमा लिनु सकिँदैन तर पनि मैले भिडियोदेखि देखिरहेको छु है देखिरहेको छु नि भनेर चाहिँ भन्नु नि कुरो लु गाउँको सब्जी यस्तै छ आलुको मासु होइन यो पनि किनेर खानुपर्छ के गर्नु हो तपाईँलाई गीत गाएको सुनेको एउटा भेट्नै छाडे हजुर बर्ती पल्छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया भेट्नै छाडे हजुर बर्ती पल्छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डुको बुन्ने निगालो चोयाले ज्यानै खायो त्यो तिम्रो
को बुन्ने निगालो चोयाले जानै खायो त्यो तिम्रो मायाले। मेरो चाहिँ भिडियो बनाउँदाखेरि ब्याकग्राउन्ड म्युजिक होइन क्या, पछाडिको आवाजहरू बढी आउँछ क्या, आफ्नो बोलीलाई जितेर जान्छ क्या। पछाडिको के च्याङचाङ चुङचुङले फोन पनि त राम्रो छैन नि, फोन कुन चाहिँ गरिदिनु हो र राम्रो आउनुको लागि होइन। यस्तै छ जे जस्तो पनि तपाईँले हेरिदिनु होला, नआएर हेरिदिनु होला। अनि गाउँघरमा चाहिँ भिडियो बनाउँदाखेरि चाहिँ ब्याकग्राउन्डको साउन्ड चाहिँ चराचुरुङ्गीहरूको यस्तो राम्रो आउँछ नि, चाराङचुङ है, यस्तो चाहिँ मजा लाग्छ, राम्रो लाग्छ नि त। तर बिहान चाहिँ राम्रो, कति राम्रो स्वरमा चराहरू मिठो आवाजले कराइरहेको हुन्छ। अहिले त 9 बज्न आइसक्यो तर पनि कराइरहेको छ, मिठो आवाज लिइरहेको छ। सोल्टिनीको चारोमा आगो लु डल्लै हालेको छ क्या हो। पर यो चरासँगले कहाँ बसिरहेको छ, के चरा छ यहाँ पर? यो चरा कालो देखिरहेछ नि, यो चरा कोइली जस्तो पनि देखिन्छ, तर के चरा क्या यो? जहिले यहीँ वरिपरि खेलिरहेको हुन्छ क्या यो, वरिपरि यहीँतिर खेलिरहेको हुन्छ। खोलामा त बकुला त सेतै हुन्छ नि, यहाँ त कराको बुढीले पनि सताउँछ पो त हो। फोन त्यहाँ राख्छ अनि मलाई फेरि फोन गर्नु आउँछ, के खालको बुढी हो, कस्तो खालको सोल्टिनी छ यो सोल्टिनी। कस्तो पकाएछ सब्जी? कुरै बुझिनँ मैले। मैले दाल बनाएको न, दाल अनि पकाइ नसकिकन नि ग्यास अफ गरेपछि आत्तिएपछि कसरी पाक्छ त होइन? झोल आउनु पर्यो नि त्यसको लागि त। मिठो रहेछ। म त फेरि नम्बर 1 पकाउने मान्छे अन्त कस्तो मिठो गरेर खाएको, मलाई पनि खुवाइदेऊ न। माया बस्छ, त्यसो भन्नु हुँदैन नि, माया बस्छ त। के लगिदिन्छौ तिम्रो नन्दलाई गिफ्ट? तिम्रो नन्द हो, म के जान्दा। पैसा भएको, पैसा कमाउने म होइन, पैसा कमाउने तिमी रक्सीबाट। तिम्रो तिमी ड्युटी गर्ने मान्छे, कन्टिन्यू ड्युटी गर्छौ। मैले सबै ड्युटी रुममा देखाइसकेँ, तिमी नै त्यहाँको मालिक नि। अब मालिकसँग त पैसा हुन्छ अलिअलि होइन। अड्क्यो कस्तो छ पानीको टेस्ट? बुढीले पनि सताउँछ पो त हो। फोन त्यहाँ राख्छ अनि मलाई फेरि फोन गर्नु आउँछ, के खालको बुढी हो, कस्तो खालको सोल्टिनी छ यो सोल्टिनी। कस्तो पकाएछ सब्जी? कुरै बुझिनँ मैले। भयो रेडी? सुन्दरी देखिएको छ त हौ मेरो बुढीलाई दादा। मेरो सोल्टिनी राजकुमारी जस्तो देखियो त हजुर। राजकुमारी राजकुमारी देखियो त। के हो यो यस्तो खतरा छ त हौ।
राम्रो हुँदो रहेछ लु कसको बनाएर राम्रो आउँछ उहाँले मेरो मोबाइल चाहिँ कहाँ पुग्यो त Happy birthday to you. Happy birthday. ए यसबार भार्छ लु बाबालाई खुवाइदिनु मामुले खुवाइदिनु ह्याप्पी बर्थडे निनी भन्नु न ह्याप्पी बर्थडे निनी भन्नु त एकछिनमा खानु टिका लगाइदिनु निनीलाई गुड के छ ए दिपा कहाँ हराइ हराइनु ठिक छ भरे भिडियोमा आयो भने के हुन्छ दिपा लगाइदेऊ मामा मामा